तपाईँले सुन्नु हुँदैछ नखाने अरे फुपूलाई पनि फुपूले पनि यो नखाने नानी Hello everyone, good morning, namaste and welcome back to my channel. So it's me Shivangi and you are watching my vlog. So this is our second day of Nepal vlog. चाहिँ हाम्रो सेकेन्ड दिन हो नेपालमा हिजो चाहिँ हाम्रो त्यतिकै भयो ट्राभलिङमै टाइम बित्यो अनि खाजासाजा खायो नुहाइ गर्यो अनि त्यसपछि चाहिँ अहिले खोइ अगाडि कता जग्गा हेर्नु जाने भन्नुहुँदैछ सो किप वाचिङ अनि राति नै हामीले इन्जोय गऱ्यौँ अलिकति खानासाना खाएर त्यो गिफ्टहरू हामीले इन्डियाबाट लिएर आएको थिएँ फुपा बाजे र फुपू बोजूहरूको लागि अनि काका काकीहरूको लागि पनि सो त्यही हामीले गिफ्टहरू पनि एक्सचेन्ज गरेँ अनि त्यसपछि राति चाहिँ सुत्नुमा अलिक देरी भएर त्यस कारणले गर्दाखेरि बिहानको चाहिँ म छिटो उठेर यो बाहिरको उयोहरू देखाउनु पाइनँ बट यु गाइज डोन्ट वरी म हजुरहरूलाई सब देखाइदिन्छु एउटा एउटा गरेर हिजो चाहिँ रात पल्टरले गर्दाखेरि प्लान्ट्सहरू चाहिँ राम्रोसँगले देखाउनु मिलेन अहिले चाहिँ उज्यालो भएको छ यो चाहिँ अलिकति हेरिदिनु होला कति राम्रो राम्रो कलेक्सन गर्नुभएको छ बोजूले यो चाहिँ एकदम दामी लाग्यो तुम क्या कर रही हो हाम्रो चाहिँ काकी बिमार भएर यहाँ बसिराख्नु भएको छ ग्यासले पुरा पेट कटकटी खाइरहेको छ मेडिसिनले पनि काम गरेको छैन यो चाहिँ बाजेहरूको टेरिस हो टेरिसमा पनि फुलहरू रहेछ अलिअलि यो राम्रो लाग्यो बाजे तपाईँको टेरिस देखाउँदैछु पूजा लाउनुहुन्छ यो चाहिँ कुल मन्दिर हो उहिलेको पुरानो हाम्रो सामानहरू हेर्नु त देखाइदिनुहोस् न नाङ्लो डालो माछा मार्ने ढडिया खङ्गा डोको कोक्रो यो फुर्लुङ यो माछा उयो के भन्छ यसलाई त्यो पेरुङ डालोपाथी यो वाबु सोलैमा भन्छ यसलाई यो छ्याप्दु यो तपाईँको धागो पोला पारेर लाउने यो सानो पोला यो ठुलो पोला बाजेहरूले चाहिँ पुरै पहिलाको कलेक्सन गरेर राख्नु भएको रहेछ पुर्खाहरूले चलाइरहेको यिनीहरू यो कहाँबाट बनाएर लिनुभएको यो मैले पर गाईघाटको मान्छेलाई बनाउनु डिमान्ड गरेर ल्याइदिएको देख्नु सक्नुहुन्छ गाइस कति राम्रो राम्रो कलेक्सन गरेर यहाँ चाहिँ मकै यो हाम्रो कुलकोठा हो यो बाजेहरूको मकै सोहीको लागि भनौँ न अब तर उसले माउले खाइसक्यो अब के गर्नु यहाँ चाहिँ सोलर राखेको छ यो चाहिँ माथिको भ्यू हो टेरिसबाट यस्तो देख्छ है बेल्टर चाहिँ कति राम्रो बोगेनभिल कलर पल्लो हाम्रो देवटार बजार कता उहाँ हजुर यहाँ तलदेखि सुरु छ बजार माथि कुनासम्मै छ त्यो कुनादेखि उभो पनि वीरेन्द्र बजार भन्ने छ त्यहाँ पनि छ भ्यू चाहिँ दामी छ है गाइस माथिभरि म फुल दिइहाल्छु है टिप्नुहुन्छ फुल त यहीँबाट टिप्नुहुन्छ होला पूजा गर्नु पूजाको लागि यो घरको डिजाइन चाहिँ मजा लाग्यो पुरानो जमानाको तामुल गाछीहरू पनि छ नि बाजे यहाँ यो तामुल गाछीहरू यहीँ फलेको यहीँ लागेको हो यहीँ रोप्नुभएको यो भाषै मिल्दैन है हाम्रो सुपारी भन्छ हाम्रोमा पनि त तामुल सुपारी पनि भन्छ भन्नु त सुपारी बनाइसकेर सुपारी हुन्छ बनाइसकेर कसलाई सुपारी तर हामी त बोटैलाई सुपारी अनि यो बोट चाहिँ अब तामुल भन्छ तपाईँहरूको आसामतिर होइन हजुर लु माथिबाट चाहिँ यही हो भ्यू पछि तल झऱ्यो भने चाहिँ बजारतिर झरेपछि चाहिँ अलिकति त तलको भ्यूज देखाइदिन्छु म अहिले चाहिँ घरमै के हुँदैछ त्यो सब देखाउँछु लु गाइस जाम त अब तल बाजेहरूको खाजा दुध र चिउरा
ओइ चियामा रक्सी लोकल रक्सी खायो बिहान नै उहाँ के भन्छ अरे राई भाषामा हेङमा होइन ऊ वासुङ वासुङ खानुभयो वासुङ खाएर बसिराख्नु भयो त आपाले खायो बाजेले खानुभयो अरे त्यो बोजूले बनाउनु भएको फ्रुटको हो आराखा अरे वासुङ अरे के अरे सबै एउटै हो तर होइन आराखा भनेको रक्सी अलग्गै हो त्यो आराखा भनेको रक्सी अनि वासुङ चाहिँ के फेरि वासुङ चाहिँ जाँड जाँड अरे कोदोको के अरे के को झाड त्यो फ्रुटीको अनि फेरि हेङमा चाहिँ के हेङमा सबै यहाँ मिक्स भएको छ हाम्रो सूर्य भाइ चाहिँ पुरा आसामवाला लुक्स लिएर घुमिराख्नु भएको छ के मार्नु भएको त्यो टाउकोमा जा देखाएँ मैले देखाएँ त बाजेले सबै एउटा एउटा देखाएँ मासु सुक्खा कलर गर्न बाजेले एउटा एउटा देखाएछ मासु सुकाउँदैछु त माथि चाहिँ बोजूले मासु सुकाउनु हुँदैछ त्यो देखाइदिन्छु पुरा सुँगुरको मासु उहाँ दुबई काकालाई पठाउने अरे माथि देखाउनु अरे हो यहाँ गाइज हेर्नु होला पुरा बोजूले यो बाहिर देश बोजू बाहिर देश पठाउने अरे हो मासु सुकाउनु हुँदैछ यो कति दिन सुकाउनु भएको यो मासु यो हिजो मात्रै दिउँसो नानी बिहान काटेको कि सुकेछ नि अलिक कट्मेर अलिअलि ओइलेको मात्रै छ मजाले घाम त एकदम लाग्छ नि त नि कडा दिउँसो लाग्छ होला आज त हिजो पानी अलिअलि आएको हुनाले यो चाहिँ पोर्क हो सुँगुरको मासु लु बोजूले सुकाउँदै गर्नुहुन्छ तब त हामी किसानलाई भन्दा किसानले त सबै किन्नु आउँछ मान्छेहरू देउता यो चाहिँ बाजे बोजूको भाले कोही स्कुल टिचर होला कति कति वर्ष भयो अरे यो यहाँ पछाडि चाहिँ बगान छ सुँगुर रहेछ यो चाहिँ आम गाछी अनि त्यहाँ चाहिँ लिचु गाछी छ लिचु फल्दैछ आम चाहिँ अलिक आम नै फल्दै रहेछ यहाँ पछाडि चाहिँ बोजू बाजेले पुरा बगान बनाउनु भएको रहेछ सब्जीहरू लगाएको छ यहाँ नि आम गाछी रहेछ अरू के छ खै देखाउँछ है तामुलहरू पुरा लाइनले सिरियल तरिकाले लगाउनु भएको रहेछ लिचु नि रहेछ पुरा यहाँ चाहिँ बगान रहेछ हाम्रो लिचुको यहाँ नि प्लेन एरिया छ के गाइजहरू प्लेनै छ त्यस्तो पहाड टाइपको छैन पहाड चाहिँ हामीलाई अब भोलि खै कतातिर लानुहुन्छ घुमाउनु त्यहाँ चाहिँ देखाउँछु सब्जीहरू पुरा बोजूमा चाहिँ रोप्नुभएको सब्जी खोर्सानी लागिरहेको रहेछ यहाँ चाहिँ पुरा हाम्रो लिचुकै बगान लानुभएको रहेछ पुरा छोटो छोटो भइरहेछ पछाडि पनि यो बाँसघारी चाङघारी रहेछ अहिले चाहिँ यही घरको वरिपरि नै देखाइदिँदैछु गाउँको भ्यूहरू शाम परेपछि चाहिँ हामीहरू अलिक निस्किने घुम्नु लागि हावा खाउनु यताउति अनि भोलि चाहिँ अनि हामीहरू काठमाडौँ जाने अहिले चाहिँ यही सब देखाउँदैछु गाइज हेर्नु होला कस्तो कस्तो हुन्छ नेपालको गाउँहरू भित्रभित्र यस्तो छ पुरा बगान बगान बनाइराख्नु पर्छ अब चाहिँ यहाँ सुँगुर उमाल्दै बसेछ चौकामा एक बड्डो सुँगुर उमालेर घरको सुँगुर काटेको थियो त्यो उमाल्दै बिग्रिन्न यो भगवान् यो चाहिँ स्मोक पर्क हाम्रोमा चाहिँ स्मोक पर्क भन्छ यहाँ चाहिँ के भन्छ तपाईँलाई पोलेको मासु पोलेको मासु पोलेको मासु
काठमाडौँ अब भोलि काठमाडौँको यात्रा हुँदैछ यहाँ पनि पछाडि पुरा फुलहरू छ यहाँ चाहिँ सुँगुरको मासु पोलेर खाने हो अब हामी हेलो गाइज हाम्रो काकी यहाँ आउनु भएको हामी चाहिँ बसी बसी घरमा बोर घुम्दै थिएँ घुम्नु जाऊँ भन्दाखेरि पनि धेरै घाम भएर निस्किन हामी शाममा निस्किने घुम्नु अहिले चाहिँ हामी एउटा कम्पिटिसन गर्नु जाँदैछु आँखा नहेरिकन आँखा बन्द गरेर मेकअप गर्ने कम्पिटिसन काकीले चाहिँ मेरो मेकअप गरिदिन्छ मैले चाहिँ काकीको मेकअप गरिदिन्छु यहाँ चाहिँ हाम्रो सामानहरू छ यहाँ त सनस्क्रिमहरू केहरू छ अनि यहाँ चाहिँ मेकअपको सामानहरू छ यो चाहिँ क्रिमहरू चाहिँ हामीले लगायो कि अब यो हाम्रो मेकअप चाहिँ गर्ने पहिला को गर्ने पहिला म फाउन्डेसन लगाने आँखामा अनि लिपस्टिक हुन्छ आइब्रो पनि तपाईँ खालि मलाई सामानहरू दिनु त्यहाँ अब हामी सुरु गर्नु आँट्दैछु च्यालेन्ज 3, 2, 1 एन्ड गो पहिला के लगाइदिनु नि आइब्रो पहिला चाहिँ आइब्रो लगाइदिँदैछु आइब्रो बनाइदिन्छु म काकीको सबै रेडी गरेर गरेको काकालाई खेदाउ न काकाले फेरि अहिले उयो गर्नु कामी भएछ काकीको चाहिँ मेरो चाहिँ अब मेरो चाहिँ हे भगवान् बुद्ध बनाउनु मलाई फाउन्डेसन राम्रो लगाइदिन्छु ठिकै लाग्छ आइडिया चाहिँ भएन चाइनिज कोरिया जस्तो देखेछ ल तिमीलाई अब लु रेडी आँखा बनाउनु छ के पहिला पुसौँ मेरो बुझ्नु पान्न पहिला मेरो गर्नु यो फोटो के पहिला भन्नु आँखा बन्द गरेर के पहिला लो भयो आँखा हेर्नु पर्दा लाइन लगाइदिएको काकी लु खोल्नु आँखा गाइज मेरो फाइनल लुक तपाईँको देखानु मेरो भन्दा तपाईँकै राम्रो लगाइदिन्छु मैले अब यो हामीहरू गएर कसैलाई अब जज बनाएर कसको राम्रो मेकअप भएको छ त्यो देखाउँछु आमा जसको राम्रो हुन्छ त्यो जित्छ है वामा यहाँ आउनु त एकछिन जज भन न जज छिटो तिमीले राम्रो गरेको रहेछ वा ठिकै गरेको रहेछ खोइ त मर्का त खोइ तिम्रो अहिले न मेरो मेकअप हेरेर बियोस हुन्छ त यसो गर्नु रेडी 1 2 जनाले चाहिँ कसको राम्रो त मेकअप भन्नु 1 2 3 तेरो चाहिँ राम्रो छ विनर भन्नु पर्यो अब विनर गाइज आँखा बन्द गरेर हाम्रो खाना खाने बेला पनि भयो हामी खाना खानु हुँदैछ सुकुटी हो र खोइ आज भेज हो तर भैँसीको सुकुटी सोच्दै खाँदै थियो करेलालाई लु खानु है खानु हेलो गाइज गुड इभिनिङ हामी चाहिँ रेस्ट गरी खाना खाएर अब चाहिँ लु रेडी भएर घुम्नु जाँदैछौँ यतै गर्नुहोस् होला के पाउँछ वहाँ के हामी हेर्छौँ बजारमा के हुन्छ सबै देखाउँछु म सो यहाँ लेट हुँदैछ अरे छिटो जाऊँ अनि बजारमा गएर भेटौँला बाजेर काकी यहाँ रेडी छ आमा खोइ हाई आमा र आपा भाइ रेडी भएर निस्किसकेको छ मेरो आउटफिट दिखा दो कस्तो आउटफिट मेरो आजको आउटफिट अफ ओटिटी के तलको त हान्न त यसरी
तपाईँको पनि बाहिरै छ होला लु हामी चाहिँ मजा एक्सप्लोर गरिरहेछौँ बेल्टर। हामी चाहिँ बजार आइपुग्यौँ। कस्तो राम्रो लाग्यो नि के हो बेल्टर बजार। बजारहरूमा पनि यस्तै चाङ्गो रहेछ बजार। मौसम चाहिँ मजाको भइरहेछ एकदम घुम्ने। आसामभरि आएको फरेनरहरू हामी चाहिँ आसामभरि आएको फरेनर भएर हिँडिरहेछौँ। कहाँ बोल्दैछ हामी चाहिँ भोलि अब काठमाडौँ बिहानै निस्किने। सो त्यसको लागि टिप्सहरू लिँदैछौँ। रस्तामा फेरि दिगदार हुन्छ, पाउँदैन, दोकानहरू छैन रस्तामा। यहाँ चाहिँ हाम्रो सपिङ भइसक्यो। हामी चाहिँ बजार गर्दा गर्दा शाम पर्यो। अब फर्किँदैछु घर। बाजेहरू चाहिँ अगाडि पुग्नु भयो। हामी चाहिँ टाइट भयो थियो अरे हौ त्यसको त्यो उयो यो फुल चाहिँ राति पनि कति राम्रो देखेको कि कस्तो मिठो गनाउँदै रहेछ। हामी चाहिँ आज पुरा बेल्टर घुम्यौँ। बेल्टर बजार कहाँ जानुभएको बाजेहरू खोइ। ए अब भोलि चाहिँ हामीहरू बिहानै 6 बजी 5:30 बजीतिरको बस छ अरे। सरी त्यो ट्राभलर बाजेहरूले बुक गर्नुभएको छ। त्यसमै जाने हो। 6 बजी उठ्नु, 6 बजी निस्किने। वहाँ पुग्दा कति बज्छ? 2 बज्छ। त्यसपछि शाममा निस्केर नि काठमाडौँ घुम्ने हो। काठमाडौँको नजारा देखाउँछु काठमाडौँको हजुरलाई। भिडियो हेर्दै गर्नु होला एन्ड तक। नेपालको टुर चाहिँ हाम्रो सबै ब्लग हेर्नु होला, एकदम इन्जोय गर्नु होला। त्यसपछि हामी त इन्जोय गरिरहेको छौँ होइन। तरबुजको डल्ला लिएर आउँदैछु। अहिले तरबुजको डल्ला लिएर आउँदैछु। साह्रै गरम भएर अब फ्रिजमा हालेर खाँदैछ। म चाहिँ चाउ जान्दैछु। चाउ लु आइपुगेँ अब हाम्रो। थाकेँ। हेलो गाइज, हामीले चाहिँ बजारदेखि वाटरमेलन लिएर आएको थिएँ। अनि यो काटेर फ्रिजमा राखेर अनि ठन्डा खाने भयो। भात खाइसकेँ। चिया राखिदिनु पर्यो, त्यसपछि खाने हो गाईहरू। एउटा पिस बाँचिरहेको थियो, म हालिदिन्छु। गाइस पछि भेटौँला। हेलो, सो वी आर ब्याक तलबाट। बजार हेरेँ, सामानहरू अलिकति किन्नु थियो, के घरको सामानहरू, खानेकुरोहरू त्यो लिएँ। भोलिको लागि चिप्सहरू पनि लिएँ। अब फ्रेस भएर अलिक बसौँ, कुरासुरा गफसफ गरेर। वाटरमेलन लिएको थिएँ, त्यो चाहिँ काटेर खाने हामी सबैजना। चलो मेरा फेस पेट भी यहाँ सुख चुका है। यसलाई चाहिँ धुऊँ, त्यसपछि देखाउँछु ल। आफ्टर वास चाहिँ कस्तो देख्दैछ भन्नु होला गाइस। हामीलाई देखाएर आउँछु। मम्मा कस्तो देख्छ? लाइटमा देखाउँछ। तपाईँहरू पनि घरमा यो ट्राई गर्नुहोस्। हाम्रो होम रेमेडिज। भूत भएर बसिरहेको छु, दुईजना सब्जी काट्दै। छिटो बनाउनु, भोलि छिटो उठेर सुत्तो हुन्छ। बिहानै उठेर
नहँस न साला आफूले त उसलाई बा आमाले मलाई कति रेस्पेक्ट दिएको नहँसाउनु न अरे अघि ममता छेवाले त गरेको थियो बिचरा उसले नहाँस्नु नबोल्नु हुन्छ राख्छु भनेर टाउरी पर्छ नि फेरि हाँस्यो भने ल त अब भोलि छिट्टै निस्केर छिटो खाएर सुतौँ भनेको कति बज्ने अब अहिलेसम्म पाएको छैन भन अहिलेसम्म पाएको छैन बल्ल काट्दैछ छिटो सुत्नुपर्छ काकी गाइस तपाईँहरू के बिहान त उठ्नु छ गाईहरू पकाउँदै गर्छ खाँदै गर्छ नि त हामी पो यहाँ भोलि हिँड्नु छ त घडी कता छ ओके गाइज द्याट्स अल फर टुडेज भिडियो दिनभरि घुमेँ पनि भ्लगहरू पनि बनाएँ पुरा ठाउँहरू देखाएँ एकदम थाकित भएको छु अहिले फेरि सेम हिजो जस्तै खानासाना पनि भयो हाम्रो अनि बाजेहरू चाहिँ कुरा गर्नु हुँदैछ मेरो चाहिँ प्याकिङ गर्नु छ भोलि चाहिँ बिहानै निस्किने अरे 3:30 बजीको अलार्म लगाउनु पर्नेछ सो त्यही अब यति नै हो आजको भिडियोको लागि चाहिँ भोलि चाहिँ हामी काठमाडौँ मुभ हुँदैछौँ यहाँदेखि बिहानै निस्किने हाम्रो गाडी बुक गरिरहेको छ सो काठमाडौँ गएर नै अरू उयो देखाउँछु म त्यहाँको भ्युजहरू त्यहाँ कस्तो हुन्छ के हुन्छ सबै देखाउँला भ्लगमा त्यस लागि भ्लगलाई चाहिँ सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई अनि भिडियो मनपर्नेमा चाहिँ लाइक कमेन्ट गर्नु नबिर्सिनु होला थ्याङ्क यू एन्ड गुड नाइट